के भन्नुभयो म जाने यार बला के भएर यहाँ मेरो म लाउरे भएपछि हजुर सुनको खुकुरी यहाँ चराउँछु भनेर भनेर लाउरेले सुनको खुकुरी भयो सुनको खुकुरी अनि त्यसपछि उ लाउरे भयो सो यो सब गाइस वेलकम टु माइ न्यू भिडियो हैन अनि आज चाहिँ म आइपुगेकोमा छु र अहिले राति मलाई सपोर्टेबल मन्दिर घुम्न जाने भनेर बोला छ यो भित्र यहाँ छ भिडियो बनाइरा छ यो मम्मी कहाँ हुनुहुन्छ के छ भिडियो बनाइरा छु कि यार मेमोरी त रहन्छ यसले मादर बजायो यसले गीत गायो भनेर अब चाहिँ गाइस हैन हामी चाहिँ यहाँ कुन ठाउँमा आइरहेको बसिरहेको छौँ धारा गाडामा अनि जसरी पनि बजाऊ यार छैन अब चाहिँ हामी सप्तदेवरी मन्दिर आइसक्यौँ उडाबाट लिएर यहाँबाट ब्याक गरेर राखेको छ मैले अनि सुत्ने जनसङ्ख्या यस्तो छ देखिया छैन सुत्ने हालत जनताहरूको अनि म चाहिँ यता छु नला खतरा छ यार लाइटहरू सिनहरू सही छ यार यसले फेरि थोडा मन लागिसक्यो यार अरे साँझ छठमा सोचेको यार अहिलेसम्म जाडो लागिरहेको छ यार कस्तो फिल भइरहेछ दाइ कस्तो फिल भइरहेछ मजा आइरहेछ साँझ जाडो लागेन सुत्ने बेला छठमा ज्याकेट नलगाएको मान्छे म एक्लै सुतेँ क्या अब छठमा मलाई कस्तो भयो यार हाटहरूसँग कामिरहेको छ त्यही माथि यहाँ मन्दिर पूजा गर्न जाने पनि नुहाउनु जाने भनिन्छ क्या त्यसपछि मेरो हल्का काम लागिसकेन अनि जानु न अलगतिर घुम्ने मतलब बरु अहिले एकछिन हल्का बिहा गर्न जानु पर्ला केही पनि हामी कतिजना छौँ तिनीहरूले यहाँ खाइसकेका छौँ कि र गरेर चाउँछु यही छ यो ऊ त्यो झुङ्गे पुल सायद जाने हो उता पारि झुङ्गे पुलमा क्या मन्दिर एकछिन छिराउँ के एकछिन छिराउँ के मन्दिर पहिला मन्दिर यो हो के जुत्ता छराउनु पर्छ के कहाँ छराएर त्यहाँ छराएर हन्डी जाने दाइ आम्ला अनि ग्रामला पऱ्यो त्यो झुङ्गे पुलमा जाम भयो जुत्ता छराएर त्यहाँसम्म जानुपर्छ अरे दाइ सो अब चाहिँ होइन पुलमा जाने बाटो यहीँबाट जान्छ होला यार त्यो पुलमा त त्यही त यहाँ खिच्ने हो यहाँ राम्रो आउँछ भने यता यता आई लभ सुप्पा देउराली वाउ के छ मागेको सबै काम पुरा आउँछ भन्छन् अहिलेसम्म मागिया छैन जोडी बसेर खिच्ने होइन र यो फोटो त यहाँ त के त्यहाँबाट आइरहेको भएको छैन अनि अब चाहिँ अहिले फोटो खिच्नु लाग्छ अनि राम्रो आउँदैन रे अनि अब चाहिँ म के भन्नु
अब यहाँदेखि फोटो खिचेर हामी फर्किसक्यौँ अनि अब यहाँ माथि कहाँ छ अरे होइन झुलुङ्गे पुल जाने बाटो माथि बाटो छ अरे अब लोड छ कि आधी लोड छ अब चाहिँ होइन के हो यार ओए यो तिनवटामा आउन सानो रहेछ कहाँ जानुभयो ए त्यहाँ होटलमा छिर्नु भयो क्या त्यहाँ दाइ त कति फोटो खिच्यो यो चोरले के हो भाइ फेरि त्यहाँ अड्डिसक्यो होइन अनि हामीलाई फाइनल्ली माथि जाने बाटो भेट्यो कि अब चढेर जाने नै हो माथि लास्टै माथि छ यार त्यहाँबाट तल हेर्ने बेला झन् यस्तो आँखा रिङ ल्याएर कसको त अहिले कति फोटो खिच्छ नि यार मन मिसिन जानुपर्छ यार फोटो खिच्न त फाइनल्ली पुग्यो फाइनल्ली पुग्यो यहाँ पनि यहाँ बान्डिया छ यत्रो मोटो मोटो यहाँ बान्डेर उडागटा के लाउरेलाई भिट्टामा तस्साको त्यहाँ जानेर सुप्पा चौरारी मन्दिर उता पारि छ अब यस्तै हो के भइरहेछ यहाँ मेरो तल हेर्नुपर्छ यस्तो भइरहेछ यार मेरो यहाँको मुटु यहाँ धर्किरहेछ अरे एकछिनको लागि त तल हेर्दैन यार म त पाक त्यो पनि धराएर बसिसक्यो कि त्यहाँ यार यो पनि धराइसकेको छ तल हेरेर आँखा घुमिसक्यो यसको पनि मेरो पनि आँखा घुमिसकेको छ होइन कपाल पनि ल्याएको छ यार यताको मुटु यता आइसक्यो यार यस्तो ढुक ढुक भइरहेछ यताको मुटु बरु मेरो ओए जानु त के छ र हल्का रमाइलो त हुन्छ डर भयो भने हल्का मोज हुन्छ म सबभन्दा पछाडि अड्डेर गरिरहेको छु कि फेरि मोज हुन्छ भनेर चाहिँ हामी मर्छ सक्छौँ भनिरहेको छु यार जाउँ तल हेर्ने होइन केटा तल हेर्ने होइन तल हेर्ने होइन तल हेर्ने तल हेर्ने होइन केटा तल हेर्ने होइन के भन्नुभयो म जाने यार बेला के भयो आज पनि पछाडि पछाडि तराउटी आइरहेको छ आउनु कि दाइ के भन्नु न मेरो मोबाइल नखोजोस् भयो होइन हल्का फुल्का हार्ट ब्रेक त हुनु लाग्छ कि मेरो पनि हार्ट यस्तो भइरहेछ तल तल हेर्नुपर्छ यस्तो हुन्छ नि चस्मा लगाएर हल्का छिकिरहेको छु यार हार्ट हट यस्तो हुन्छ नि हट यहाँ तालले फेरि पाल छैन होइन आफ्नो तालमा होइन ल जाउँ तपाईँ र म आफ्नो तालमा त्यसो भए आउनु होइन अब चाहिँ नेपालको झन्डा पनि आइसक्यो होइन यतातिर यही हो नेपालको झन्डा अनि अब चाहिँ के नलिने दुईजना त्यही पछाडि बसेका छन् यार हिँडाइ कि हिँडाइ अरे छु त हेड के हिँड्या के त्यो के हिँड्या यस्तो पाराले हुन्छ होइन दाइ तलको भ्यू खतरा छ यार उता रोड छ यस्तै तल खतरा छ यार तल हेर्नु न ऊ उता पचौरी मन्दिर जान मन छैन उता डर लागिरहेछ अब हेर्नु हे अड्डासम्म आइसक्नुभयो अब अड्डा मात्र छ क्या हल्का अड्डाभन्दा अलिक लामो छ मान्छु म होइन तर अड्डा मात्र छ भनौँ क्या यसरी बसेर डराएर हुन्न नि यहाँ मन त मेरो पनि हल्का ढुकढुक भइरहेछ नि हेर्नु दाइ होइन तल नहेर्नु न तल हेर्नेबाट जसको पनि हल्का मुटो त्यो भइहाल्छ नि मेरो चार्ज 20%बाट तल भइसक्यो यसले कहाँबाट हिम्मत देखाएर फोटो खिच्न आयो है ओ मेरो चस्मा ले यार तैँले खसाल्छस्
अनि धजै छैन हामीसँग फाइनली आइपुग्यो होइन यहाँ अब यहाँदेखि एकछिन माथि फाइनली आइपुग्यो यार स्त्री बान्ने छ यहाँ क्या हल्लिन्छ यार हामी मेन त आशिष हामी मेन यसकै भरोसामा आइदिरहेको थियौँ क्या हामी मेन यसकै भरोसामा आइरहेछौँ अब हामी यहाँ माथि के छ त्यो हेर्न जान लाग्छौँ 2 दिनको जिन्दगी रमाइलो गर्नुपर्छ कहिलेकाहीँ सिडीको डी एन्ड यहाँबाट भयो यहाँसम्म छ अनि तल सिधा गएर यहाँनिर तल खतरा छ यार उठाबाट भयो त्यो मन्दिर पो कसरी अड्ड्या छ क्या त्यहाँ त्यो बनाउने इन्जिनियरको हो क्या कसरी अड्ड्या छ क्या त्यो त्यहाँ कुन साइन्स लगाएको सो गाइस हैन अब हामी चाहिँ माथिबाट आइसक्यौँ अब हामी फर्केर जान लाग्छौँ किनभने चिया नास्ता खाएर गइहाल्ने भन्दा म दौडेर जान्छु क्या यार छैन मलाई चाहिँ होइन जसरी भए पनि त्यहाँ पारीसम्म पुग्न मन छ सही सलामत अहिले त मेरो पनि मुटु हल्का फेल हुन लागिसक्यो तर केही छैन बा के हो मलाई केही थाहा छैन यार अब के बोलौँ भइरहेछ होइन म चाहिँ यतिकै हिँडिरहेको छु यस्तै छ तिनीहरू पछाडि गएको छ मैले पछाडि फर्केर हेरेको पनि छैन अझै म हेर्नेवाला पनि छैन एकछिन पछाडि फर्केर म यसले भिडियो बनाउनु लाग्छ त्यहाँ चाहिँ दौडिँदै आउनुहुन्छ अरे होइन त्यही भएर यसले भिडियो बनाउने कुरा गर्दै थियो हामीसँग आउनु लु दाजु आउनु दे फास्ट अलिक छिटो यहाँ किन हग्दिन रहेछ थाहा छ उसमा क्या तल किन हग्दिन रहेछ थाहा छ यहाँ पुरै यो पुलमा हानेर सबको गाँडो फटिसक्यो नि मजा आइरहेछ दाइ बाबालाई होइन ओ आशिष मजा आइरहेछ गाह्रोपट्टि रहेछ अरे बसन्त मजा आइरहेछ यसको एन्सर पनि त्यही छ यार अर्को दाईको नाम के अरे यार दाई मजा आइरहेछ ओ यही हो जोस भने एकचोटि पाएको लाइफ मोज गर्नु पर्यो नि पुरा अब चाहिँ यहाँ बसिराख्नु भएको छ होइन हामी भर्खर यो खाएर बस्यौँ अब यहाँबाट मन्दिर गएर लाउरे चेप्केको ठाउँमा जाने प्लान भइरहेको छ हामीहरूको अब यो पनि समेट्नु पऱ्यो त्यहाँ चार्ज लाएको एकछिन गएको छैन अब चाहिँ एकछिन मन्दिर जाने प्लान चाहिँ एकछिनको लागि रद्द भएको छ अब चाहिँ हामी लाउरे चेप्केको ठाउँमा जाँदैछौँ सिधै जुलेरी हो र खोर त यहाँ रहेछ यार सस्तै त्यही त भने त खोर अहिले तिमीलाई त्यही त भने त यार अब अहिले चाहिँ यहाँ गिटार लिएर आएको छौँ हामी त्यो लाउरे चेप्केको ठाउँ जानलाई डु यु सी हामी मन के अरे सुपादेवराले आएर अहिलेसम्म मन्दिरै गएको छैनौँ यार सो अब चाहिँ हामी यहाँ छौँ मजाले गिटार ओइ मेरो सिट खोइ त यहाँ यहाँ कुर्सी छ त के हुन्न अब यहाँ चाहिँ हाम्रो बस्ने ठाउँ मजाले बस्ने यहाँ गिटार बजाउने अब काम के छ र
गानै थाहा भन्न गानै थाहा छैन गानै थाहा छैन त्यसै सुरु गरेको सबै गाजल त्यो तिम्रो भने बजाम त कालो आउँदो रहेछ यताबाट अब हिँड्न लागेको अवस्था माथितिर यताबाट घर जाने बाटो यताबाट त्यो लाउरी चिक्का जाने बाटो उता माथि गएर बस्ने प्लान छ कि हाम्रोको त उता डाँडातिर गएर बस्ने प्लान छैन ल उता चाहिँ 10 मिनट लाग्ने रहेछ उता घुम्ने बाटो छ त्यहाँ अनि हामी यहाँबाट छिर्नु लागिसक्यौँ घन्टी बजाइदिउँ यार अब क्या मजाको बाटो लाग्छ उता त 3 मिनट बप्पाल छ यार मेरो मोबाइलले कस्तो लिन्छ पो यिनीहरू माथि हिँडिरहेछन् म चाहिँ यता गिटार बोकेर हिँडिरहेको छु होइन मजाले गिटार बोकेर हिँडिरहेको छु म चाहिँ यता अनि यही हो खतरा छ यार सो गाइस त्यहाँ तल बोर्ड लेखेको चाहिँ ऊ तित्न रहेछ माथि एएस लेखेको छ यहाँबाट देखिन्न तर त्यहाँ लेखेको छैन अनि यता छ हामी जाने बाटो यताबाट यता त्यो हो र साँच्चै यो हो यो भन्दा त चराहरूको खोर राम्रो छ यार यहाँ छ मूर्ति त ऐना लग्नुपर्छ क्या ऐना लगिदिने होस् र नलग्दे यसरी सोध के खास कहानी के हो यहाँको सोध न बुई खास कहानी के हो यहाँको यसरी सोध न हुन भन्नु न खास कहानी के हो खास कहानी के हो भनेपछि हजुर लाउरे पहिला लाउरे म लाउरे भएपछि हजुर सुनको खुकुरी यहाँ चराउँछु भनेर लाउरेले सुनको खुकुरी भयो सुनको खुकुरी अनि त्यसपछि ऊ लाउरे भयो अनि सुनको खुकुरी चराउन आउँछु अरे लाउरे भएर घर फर्किने क्रममा हजुर सुनको खुकुरी ल्याएन त्यसपछि बाटो यही हो अरे अनि त्यसपछि यो बाटो चाहिँ ओहो म त सुनको खुकुरी चराउने भनेको थिएँ अब यताबाट भागेर जान्छु भनेर भन्दाखेरि यता टाँसे मोरल अफ स्टोरी त्यो जे पाए त्यही लिदिन्छु भन्ने भएन जे छ त्यही भाकलमा त्यो पुरा हुनु पर्यो यो चिज मेरो यो पुरा भयो भने यो चिज लिन्छु भने त्यो लिएरै आउनु पर्यो हाम्रो मन्दिरभित्र नगर ठिक गरेको छैन के गर्थ्यो हामीहरू त गएकै छैनौँ भाकल गरेपछि पुरा गर्नु छुट्टीमा आएको कुरा खोल्छु सोल्टिना दिलभित्र छुप्पाको तिम्रै माया लाग्छ सोल्टिना ए सोल्टिना 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 लैमा सरर गोर्खा पल्टन चौला रे लैमा सरर गोर्खा पल्टन हामीहरू त्यहाँ जाने भनेको होइन यहाँ गीत गाउँदै बसिरहेको छौँ कहिले जाने के गर्ने त्यही थाहा नै छैन हामीहरूलाई टिकटक स्टोरीको लागि गीत बनाइरहेको भिडियो बनाइरहेको छ म चाहिँ यतिकै हाउडे बनाइरहेको छु सो गाइस सुप्पा देउराली स्विमिङ भन्ने हो हामी चाहिँ चोत्रा खाँडे आइरहेछौँ मजाले ऐसेल छ बोट त सकेर
बोट त छ के र यस्तो फाल्तु देख्नै हुन्न यार ऊ त्यो बोट छ तर ऐसरो छ कि नै भो अलि माथिपट्टि छ हौ माथितिर छ र पुरै पाके छ परिवर्तन दाएर म मात्र कुवाँदै रहेछ ए हामी जानुपर्ने चाहिँ यहाँ हो ऐसोले हुन जानु पर्यो यार ल यहाँ पनि के बन्दैछ माथि दारामा पनि नेपालको झन्डा टङ्गा छैन त्यहाँ माथि देखिन्न अहिले बादल सही लाग्छ कि यार सही छ यार यहाँ पनि दामी घर बन्दैछ दामी घर बन्दैछ यहाँ पनि मजाको यस्तो गर् सही लाग्छ यार चिटिक्क त्यहाँ बादल लाग्यो गाउँतिर बादल लाग्यो सही छ क्या फाइनली आइपुग्यो यो ठाउँ सही छ यार मन्दिर पारी छ यार त्यो पुलमा काका बहिनीहरू त अहिलेसम्म आएकै छैनन् यो यही हो झट्का पिङ यो खास लग्ने चाहिँ के लाग्छ यसले ए जुत्ता यो सिधा यहाँसम्म भयो अरू के होइन ए त्यसै खासै राम्रो छैन रहेछ मलाई लाग्यो यहाँबाट सिधै माथि उछाउने खासै मजाको छैन अहिले जुत्ता खोल्नु छ अब चाहिँ जुत्ता खोल्नु लागेको अवस्था के छ यो र त्यो झट्का पिङ खेल्नु लागेको अवस्थामा यहाँ यही हो वाट मेरो कि दिनु नि ओइ के छ यो जुन बुन्दा जिन्दगानीमा अब चाहिँ म यहाँबाट छडिसकेँ अब जान लाग्छु यहाँ होइन हाटमा जान लाग्नु भयो है त यहाँबाट लु रेडी राई रेडी मजा आउँछ कहिले त हुन्छ सुनाएर जान्छु अब कस्तो भयो दाइ मजा आयो होइन म सक्छु कि नै त म सक्छु कि नै त म सक्छु कि नै त सकिन्छ एकचोटि पाएको लाइफ मरे पनि के छ र अब चाहिँ मेरो पाला लाग्यो तपाईँले कतिचोटि खेल्नु पर्यो दाइ तपाईँले कतिचोटि खेल्नुभयो हाम्रो कति खालको दिनकै हो र अलि टाइट भएन र दाइ टाइट यो चस्मा चाहिँ मैले आँखामा डर नदेखेको भने लगाएको छु कि आँखामा डर देख्यो भने त बेसुट भइहाल्छ नि त्यो चस्मा लगाएको छु क्या मैले
आइसक्यो ओए मामाको छोरो यही हो लाइफ मजा आयो यही हो क्या यार मजा आयो यार यस्तो मजा आयो नि एकछिन त लास्ट मजा आउने के भ्यू पनि खतरा अब एकछिन यहाँ फोटो सोच्दा हान्छौँ हामीले सो गाइस हैन अब चाहिँ हामी यहाँ हातमा बसेर गिटार बजाउन लाग्छन् यिनीहरू म चाहिँ यहाँ सबभन्दा टपमा मजाले सुतिरहेको छैन यो हल्का हल्का हल्लिएर आएको छ भनिरहेको छन् के त मजाको छ यार तर अब चाहिँ हामी यो सब खेलिसक्यौँ यहाँ पनि आइसक्यौँ अब त्यो बच्चा छ मेरो फोटो खिच्ने बच्चा छ सबले खिचिसकेको छ मैले मात्रै खिचेको छैन त्यहाँ फोटो गएर खिच्ने अहिले अनि जाने हो घरतिर उतातिर पर्छ गएको थिएन अब चाहिँ हाम्रो यहाँ सबसे खिचेको छ एक हल्का ग्रुप फोटो खिचेर जाने भन्छन् जे जस्तो भए पनि यार ठाउँ चाहिँ बप्पाल छ यार यो बप्पाल ठाउँ छ यार एकदम मन पर्यो यार यो ठाउँ मलाई सोपा देउराली सही छ सो गाइस हैन अब चाहिँ हामी यहाँ चढिरहेको छौँ तल यो बाटो हामी किन उल्टो बाटो आयौँ के यार घुम्दै अलिक धेरै डाँडा पानी खाने अन्त के खाने के पानी भने यत्रो पानी पानी छ पेटमा अब त्यहाँ पुग्नु पर्ने छ हामीलाई यहाँबाट तल झरे ठ्याक्कै यहाँबाट तल अघि कहाँ हो बस पनि त्यहीँ छ अहिलेसम्म ए यो मैले त उता डाँडामा हेरेको अब चाहिँ लागौँ होला चार्जर पनि धेरै छैन मोबाइलमा के साह्रो सुत्यो हान्बे यिनीहरू